हेलो गाइजहरु, आज चाहिँ हामी यो कप बार गेम खेल्न गइरहेछौँ। अनि यो कप बार चाहिँ बार लाउँदै लाउँदै कप बार माथि फिनिश भइसकेपछि यहाँ बार बनाइसकेपछि बानाना ट्याक्क खाने, खाइसकेपछि अनि फेरि यो कप बारलाई डाउन गर्दै गर्दै ट्याक्क मिलाएर स्यामले यस्तै तरिकाले ट्याक्क राखिसक्ने। अनि राखिसकेपछि अनि पैसा चाहिँ पैसा छ है, पैसा यो 250 छ। अनि यो जित्नेले लान्छ, अनि हार्नेले चाहिँ यहाँ पनिसमेन्ट पहिले पानीमा चट्प मुख डोब्ने, अनि पिठोमा चट्ट मुख चाहिँ डोबेर मेकअप गर्ने हैन त? ओके ए हैन त? यसलाई साइड लगा, मैले लास्टमा कसले हार्छ त्यसलाई। अब हामी चाहिँ यहाँ चाहिँ यो कप बार गेम स्टार्ट गरौँ है त? ल ल सुरु गरौँ ल। रेडी 3 2 1 स्टार्ट। के गर्ने कस्तो हुँदो रहेछ त। 1 2 3 4 5 6 7 ओ माय गॉड, गाह्रो पो हुँदो रहेछ त भाइ। एक उल्टोबाट राख्ने गाइज यार, अब जितिहाल्यो नि यार। यो केरा खान नपाइने भयो यार। खाइहाल्नुहुन्छ नि केरा त, तर त्यस्तो नगर्नु है। झिली चाहिँ खेल्नु नहुने है, झिली चाहिँ खेल्नु पाइँदैन है। त्यो बानाना कहाँ राखेको? म यतापट्टि राख्नुपर्छ नि। अब म कसरी ल्याउनु त? यता मलाई यहाँ ल्याइदेऊ यहाँ। मलाई ढिलो नगर्नु न है। यति तिमीले पनि मिलाएर नहोला भने भाइ केरा खानु थालेर राखेर बनाउनु थाल्नु न, के खानु थाल्नु हाल्यो गाई, सकेन चिवर हाल्यो। त्यो बतल त्यो कप टिप्न जाँदै फेरि कहाँ गर्मी भयो मलाई त। तपाईँले बनाएर नै खाइसक्नुभयो? ल मैले जितेँ है त। ल अब मिलाउनु त, ल साइड लाउनु त। पनिसमेन्ट गर्नु पर्यो नि त, गाइजहरूलाई देखाउनु पर्यो नि पनिसमेन्ट। तपाईँ कता लिनु, कता कता के गर्नु हो तपाईँले त्यसो नगरे मैले कहाँ जितेर होइन। अब यो चाहिँ हजुरहरू यो चाहिँ आधी आधी लानुपर्छ। ल यो यहाँ राख्नुपर्छ। अब नानीहरू चटपटे खान जानु पैसा भयो। त्यो कपलाई साइडमा राख्नु। ल यो कप चाहिँ अब हार्ने लगाइदिने हो नि त। ल्याउनु न यहाँ कपबाट। साथ नभेट्नु न के गरेको यो गाईहरू हेर्नु त मलाई। साइड गर्नु, साइड गर्नु। साइड क्या त सास फेर्ने होइन क्या त, पिठो तपाईँ त केही नजान्ने। अलिक साइड साइड यता यता साइड यता यता लागेकै छैन हौ। ल अझै लागेन कि, अझै अझै। ल के गरे त यो? राम्रो गाईहरू ल ल ल बाई गाई। म चाहिँ लागेन है। ल